यहाँको विज्ञ को हुनुहुन्छ यसो यसको विषयमा अलिकति दिनु पर्यो नि त विनोद जोङयाङजी अब तपाईँ चाहिँ यसमा पहिला आउनु भएको थियो कि थिएन? यो चाहिँ म पहिला आएको थिइनँ। यस्तो छ भन्ने चाहिँ थाहा थियो तपाईँलाई? जानकारी अनुसार हेर्नु चाहिँ ए आज चाहिँ आउनुभएको? यसो कस्तो रहेछ भनेर। यो चाहिँ हिल्याङ 3 स्थित होइन भोटेगढीको आसपासमा रहेको र नाम चाहिँ ढङढङ्गी रहेछ। म पनि आइपुगेको थिइनँ। एकदम ऐतिहासिक ठाउँ रहेछ। बाजा बजाइराख्नु भएको छ हाम्रो सुब्दल माङयुङ दाइले र यहाँ हाम्रा यस बारेमा अलि अग्रज हुनुहुन्छ हाम्रा काका पदमलाल पुरी काका। यसको विषयमा थोरै भनिदिनु पर्यो। तपाईँहरूले थाहा पाए कहिले थाहा पाउनुभएको कसरी उत्पत्ति भयो भन्ने विषयमा थोरै? हामीले थाहा पाउँदा यस्तै थिए। अब हामीले थाहा पाएको 34 सालतिर थाहा पाएको हामीले। 34 साल। तपाईँ त धेरैचोटि आउनुभयो होला यहाँ होइन? अब एक हिसाबले चाहिँ एकदम ऐतिहासिक जस्तो होइन एउटा ढुङ्गाको बिचमा एउटा बाजाको आवाज आउने होइन। त्यसले गर्दाखेरि तपाईँहरू सधैँ चाहिँ आइराख्नुहुन्थ्यो? यसको अब तपाईँलाई कस्तो लाग्छ? योलाई अझै संरक्षण गरेर चाहिँ के गरे हुन्थ्यो जस्तो लाग्छ? थोरै सन्देश दिनु न। अब परिसन्देश चाहिँ के दिनु र अब गर्दा नेताले गर्ने हो हामीले गर्ने होइन। सन्देश त अब के भन्नु हामीले होइन यसलाई संरक्षण गरेर अझै पनि होइन यसलाई कसै सहज बाटो बनाएर अरू हाम्रा युवा साथीहरूले अलिकति अगाडि बढेर यस्तो ठाउँ थियो र छ यो उहिले इतिहासको कार्यकालको बनाउने भनेर सबै सोच गरे बनिन्छ। आँट नगर सोच नगरे त्यो कुरा बनिँदैन। दिनुहोस् त तपाईँको सल्लाह सुझाव के छ यस विषयमा? कस्तो भने यो अब हिल्याङ गाउँपालिकाले पनि हेर्नै पर्छ होइन। स्थानीय सरकार भएको हैसियतले यो डङडङे भन्छ होइन। यसलाई त केही रकम चाहिँ छुटाउनै पर्छ र प्रदेश सरकार हजुर होइन बाट अब यहाँको सबै लाग्नु पर्यो। स्थानीय सरकारदेखि लिएर अब अलिकति थोरै यसलाई के गर्न सकिन्छ यहाँको सबै बसेर मिलाएर चाहिँ थोर बहुत रकम हाल्नै पर्छ भन्ने चाहिँ सोच सबै लाग्नुपर्छ। धन्यवाद। यसका हाम्रा अग्रज हाम्रा समाजसेवी तुलसीराम पुरी पनि आउनु भएको छ। आज हाम्रो संयोगवश चाहिँ आज निकै धेरैजना छौँ। त्यसले गर्दाखेरि यो ढङढङ्गे ढुङ्गाको बारेमा थोरै जानकारी दिनुहोस् न। यो ढङढङ्गे भन्ने नाम चाहिँ मैले पहिलेदेखि सुनेको तर यो स्थलगत म यहाँ अहिलेसम्म आइपुगेको थिइनँ होइन। तर आज यसो आएर नजर लगाउँदा यहाँ केही बोकेको केही लक्षण बोकेको जस्तो ठाउँ देखियो। यसलाई अलिक संरक्षण गरेर अब यो एक प्रकार भोटेगढी पर्यटक क्षेत्र पनि बन्दैछ। हजुर हजुर त्यो सँगसँगै यसलाई समेटेर यसलाई पनि समेटेर यसलाई पनि केही अलिक व्यवस्थित गरेर अलिक चर्चित बनाउनु पर्छ कि जस्तो लाग्यो मलाई मेरो विचारमा चाहिँ। धन्यवाद यसको लागि। स्थानीय हाम्रो तारा कार्कीजी पनि हुनुहुन्छ यहीँ नजिकै। उहाँ यही ढुङ्गाको आसपास अलिक नजिक सबैभन्दा नजिक दूरीमा बस्नुहुन्छ। यसको विषयमा के गरे हुन्थ्यो जस्तो लाग्छ तपाईँलाई? यसको विषयमा त अब मैले चालपाको बच्चा अवस्थादेखि नै हो। हजुर लगभग 40-45 सालतिर यहाँ मलाई अलिअलि थाहा छ। हजुर अनि धुलो खेलाइ चाहिँ यसो दमा भन्दै हामी बजाउँथ्यौँ। हजुर अनि अब त्यहाँदेखि पछि अलिकति अब नजिक भएपछि हेला हुँदो रहेछ। त्यति याद खुदी भएन। यसको लागि पनि कोही कसै बुद्धिजीवीहरूले केही यसको पनि केही संरक्षण केही गरिदिएदेखि राम्रो। धन्यवाद। ल भन्नुहोस्। खानेपानी छ नि तपाईँहरूको यो खानेपानी यो मूल उतार्ने 34-35 सालमा हामीहरू अब यो जङ्गलमा यो त्यतिखेर यो भोटेगढी भनेको जङ्गला मुलुक थियो। यो टुनीबोटे भन्ने जङ्गला मुलुक थियो। 34-35-36 साल 37 सालमा फाँडिएको टुनीबोटे 38 सालमा फाँडिएको। त्यहाँसम्म हामीहरू गाई गोरु हेर्न बाख्रा बेडा हेर्न हामीहरू कोही भोटेगढी आउँथ्यौँ हामीहरू। अनि आउँदाखेरि डुङडुङै बजाउँथ्यौँ, केटाकेटी थियौँ, खेल्थ्यौँ, घाँस काट्न आउँदा बजाउँथ्यौँ हामीहरूले। अहिले चाहिँ अब बेला बेलामा त्यो आइपुग्छ नभए आइपुग्दैन। झन्डै लोप भएर गयो होइन। अब यसलाई चाहिँ स्थानीय सरकारले हेर्नुपर्छ भन्ने तपाईँहरूको मान्यता। बाटो त्यति राम्रो छैन होइन। बाटो यसलाई संरक्षण र यसलाई चाहिँ सबै सामु पुर्याउन अनुरोध गर्नुहुन्छ। ल धन्यवाद।
पुरै बाजा दमाको आवाज आउँदै है। ढुङ्गा पनि क्या मजाले चाहिँ खोपिएको रहेछ यो। कहाँ गोली लागेको भन्ने कुरा आएको थियो नि थोरै। ए गोली एउटा दुले यो त्यसको इतिहास चाहिँ हामीलाई आएन है। यो चाहिँ गोली लागेर दुलो परेको भन्ने खालको छ होइन, हामीले सुने अनुसार चाहिँ एकदमै एउटा दुलो ट्याक्कै दुलो छ। मौरी पस्ने घारको दुलो जस्तो यस्तो विशाल छ। दुईजना लगभग 3-4 जना चाहिँ यहीँ उभिन पनि सकिने स्टाइलको छ यो ढुङ्गा चाहिँ। एकदमै राम्रो रहेछ। म पनि फर्स्ट टाइम आएको, यहाँ पुरा इको साउन्ड भइरहेको छ। यहाँ चाहिँ पहिला चाहिँ डिल थिएन थियो। एकदम विशाल छ है। यहाँ भित्र बसेर बोलेको र यहाँ बाहिर चाहिँ धेरै आवाजै फरक आइरहेको छ। हाम्रो तुलसीरामपुरी स्थानीय हुनुहुन्छ, उहाँले पनि पुरा बाजाको टेस्ट यहाँ पुरा दुईटा काठको पनि काटेर राखिएको रहेछ होइन, त्यो बजाउन नलाएर होइन त्यहीँ थियो। ठिकै छ, विशाल छ पहाड। धन्यवाद। हाम्रा हिल्याङ 3 स्थानीय दाजु होमराज भारती हुनुहुन्छ, उहाँले यो डुङडुङ्गे यो ढुङ्गाको विषयमा थोरै भनिदिनु पर्यो। अब यसको त राम्रो गरेर हेर्दा पर्यटन आउँदा पनि राम्रो देखिने, हेर्ने इच्छा हुनेले हेर्थे। यहाँ राम्रो गरेर बाटो हुँदा यहाँ यसको हुँदा त दामी हुन्थ्यो नि, संरक्षण गर्दा नि। बाटो साटो आइदियो भने यहाँ हेर्नेलाई इमानदार छ, एकदम नि राम्रो छ। बाजाको आवाज पनि आउँदो रहेछ है। बाजाको नि आउँछ, माथि बस्दा पहिले उहिले गोली लागेको ठाउँ पनि छ, माथि छेड पनि छ, छेड पनि देखियो। अनि एकदम बजाउँदा धुलो माटोमा मजाले आउँछ। बाटो ड्याम शीतल डुङडुङ गरेर बज्छ, दमा जस्तो बच्चा। साँच्चै दामी ठाउँ छ, सबैले हेरिरहेको छन्। पहिले माथि भनी उनले नि हेर्नुभएको थियो, त्यहाँ त्यो पूर्व अध्यक्ष झाले पनि हेर्नुभयो, डाक्टर आएर पनि। अनि यहाँ गर्दाखेरि साँच्चै दामी ठाउँ छ। यो राम्ररी गर्दा यसलाई चाहिँ राम्रो गर्नुपर्ने चाहिँ प्रयोग गर्दा चाहिँ साह्रै दामी ठाउँ छ। अब के गरे हुन्थ्यो जस्तो लाग्छ तपाईँलाई? यो डुङडुङ्गे ढुङ्गाको विषयमा एउटा ऐतिहासिक स्थल हो, यही मास्तिर हाम्रो भोटेगढी पनि छ, माथि देवीथान छ, त्यहाँदेखि त्यहाँ डुङडुङ्गे भयो। सबै पर्यटन आउँदाखेरि हेर्ने सजावट गर्दाखेरि बाटो साटो आइदियो भने एकदम दामी हुने ठाउँ छ कि यहाँ। बाटो त आउँछ भन्ने नै छ होइन। अब बाटो आएर बाटोले मात्रै त त्यसले हुँदैन, त्यहाँ पनि देखाउनु पर्यो होइन, यहाँ छ है भनेर चाहिँ। अनि त्यहाँ बनाउने ठाउँ बनाएर मान्छे यसो आएर हेर्ने, पर्यटन आएर हेर्ने ठाउँ हुँदा चाहिँ दामी हुने ठाउँ छ कि यहाँ। चारैतिर देखिन्छ, त झापासम्म देखिन्छ, तल खिलिन्छ। हामी अहिले हिल्याङ 3 को एकदमै माथि लगभग टुप्पोमै छौँ होइन, टपमा छौँ, सिधा मुनि सिधा लाइनै पर्छ। यहाँबाट जाँदा डुङडुङ्गेदेखि भोटेगढी ऐतिहासिक स्थल होइन हिल्याङ 3 को। हाम्रो अघि नै भनिहाल्यो टपमा छौँ हामी, र यहाँ चाहिँ बिजुवा पानी भन्ने ठाउँ पनि छ। यसको विषयमा थोरै यहाँका स्थानीय तुलसीरामपुरी ज्यूले अलिकति यसलाई स्पष्ट गरिदिनु न, के भएको थियो? ठिक्क यो डुङडुङ्गे यो संरचनाको पूर्वपट्टि समथिङ 300 मिटर परतिर बिजुवा पानी माने ठाउँ छ। त्यहाँ उहिलेको पुस्ता हाम्रा जिजुहरूकै पालामा एकजना बिजुवानी भन्ने केटी थिइन् अरे। अनि ती चिन्ता बसेर त्यहाँ त्यो धामी बसेर त्यो बिजुवा पानीको मास्टर पानी ती बिजुवानीले निकालेको पानी, अनि नामै त्यो ठाउँको यो ठाउँको नाम हो बिजुवा पानी। अनि त्यहाँबाट खेल्दै आउँदाखेरि ती बिजुवानी चाहिँ यही डुङडुङ्गे डाँडा, यही जुन अहिले हामी हेर्दैछौँ संरचना, त्यसको ठिक मुनतिर 50 मिटर मुनतिरबाट झरेर त्यहाँ मरेर उसको कपुरखान पनि त्यसैको फेदामा छ। अझै पनि छ त्यहाँ? कपुरखान त्यही छ, त्यहाँ नै छ। अब ती बिजुवानी चाहिँ कहाँ के हुन् पहिचान भएन होइन। पहिलेकै मान्छेहरूलाई अलिक थाहा होला, बुढापाकाले भनेको। त्यहाँबाट भन्दाखेरि बुढापाका बाबुबाजेहरूले भन्दाखेरि त्यहाँ त्यस्तो भनेर भन्थे। अनि यहाँबाट खेल्ने ठाउँ हो, यो टाढो हिँड्छन् भन्थ्यो कि पहिले पनि। उहाँ चाहिँ धामी बसेकै बेला नाच्दै आउँदा हो कि बिजुवानी तिर्खाकाले गर्दा अनि थालले हान्दा बिजुवा पानी थालबाट पानी निकालेको थियो, चौरमा पानी निस्कियो, बिजुवानीलाई खुवाए। अनि त्यहाँबाट गएर त्यसै घुम्दै गकारी भनेर चलिरहेको छ नि पानी अहिले। अन्त पानी यही हो, ताराले खाने पानी। त्यसैले गर्दा त्यही बिजुवानीले गर्दाखेरि बिजुवा पानी अहिले पनि त्यो नाम चर्चित छ, र पानी पनि हिउँदा बर्खा भइरहन्छ है। हुन्छ, जहिले सुक्दैन, अलिअलि बर्खामा
नि ठुलो बौला पानी त्यस्तो ठुलो त आउँदैन होइन त्यो सानो आउँछ बर्खामा पनि कहाँ होइन हिउँदोमा पनि सुक्ने होइन त्यो 12 मास रहिरहन्छ। यसको लागि धेरै धेरै धन्यवाद तपाईहरुलाई है।